नमस्कार। आज म विशेषतः एउटा किताबको समीक्षा लिएर आउँदैछु। यो किताबमा आफै डाक्टर टङ्क ओझाले 2060 सालमा लेखेको किताब हो। किताबको नाम छ मेरो चिकित्सा मेरो चिरफार र यो स्वास्थ्य समस्याको हाते पुस्तक हो। यो किताबमा झन्डै झन्डै 300 प्लस पेजहरू छन् र 67 वटा आर्टिकल्सहरू छन्। यो किताबको शुभकामनामा तत्कालीन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका उपाध्यक्ष डाक्टर गोपाल खनालको शुभकामना छ। त्यस्तै तत्कालीन डाक्टर जयबहादुर टन्डन सदस्य सचिव सिटिभिटीको उहाँको शुभकामना छ। त्यस्तै द इन्टरनेसनल एसोसिएसन अफ लायन्स क्लबको लायन बिजु बज्राचार्य एमजेएफ डिस्ट्रिक्ट गभर्नर उहाँको पनि छ र 67 वटा आर्टिकल भएको यो किताबमा रङ्गीन चित्रहरू पनि छन् र यो किताबले 3 खण्डमा आफूलाई विभाजित गरेको छ। एक सामान्य चिकित्सा, अर्को महिला तथा प्रसुति र तेस्रोमा सामान्य शल्य चिकित्सा। अहिले मैले तपाईहरूलाई विशेषतः यहाँ उपस्थित भएका केही टपिक्सहरूको बारेमा केही बताउँदैछु निकै छोटकरीमा। सामान्य चिकित्सा अन्तर्गत पानी एवं यसबाट लाग्ने रोगहरूको बारेमा छ। कुनै पनि रोग लाग्दाखेरि चाहिने प्राथमिक उपचार कसरी गर्ने भन्ने बारेमा एउटा टपिक छ। क्षयरोग जसले नेपालमा झन्डै झन्डै 5000 प्लस बिरामीहरू मर्छन्, त्यसको बारेमा पनि यसले समाधान र यसको समस्याहरूको बारेमा उजागर गरेको छ। श्वास प्रश्वास संक्रमण जो जाडो मौसममा बच्चा र बुढा वृद्धहरूलाई बढी हुने रोग, यसको बारेमा पनि यसले मेन्सन गरेको छ। पखाला के हो, पखालाबाट कसरी बच्ने, घरमा यसलाई बचाउने औषधि कसरी बनाउन सकिन्छ भन्ने बारेमा पखालामा उल्लेख गरिएको छ। म्यादे ज्वरो टाइफाइड भनेको फोहोर खाने र पानीबाट कसरी हुन्छ र यसको लक्षण र चिन्हहरू के छन् र उपचारमा कस्तो एन्टिबायोटिक दिने र घरमा कसरी भोजनबाट यसलाई ठिक पार्ने भन्ने चिजको बारेमा पनि छन्। हैजाको बारेमा वर्षायाममा आउने हैजा भाइब्रियो कलेरी, यसको बारेमा मेन्सन भएको छ। किराबाट सर्ने रोगहरू आर्थ्रोपोड बर्न डिजिजेस, यसको बारेमा धेरै रोगहरू उल्लेख गरिएको छ। मलेरिया नेपालका तराई र पहाडी भेगमा हुन्छ, मलेरिया के कसरी हुन्छ, फिमेल एनोफ्लाइन मस्किटोले टोक्दा के हुन्छ, यसको बारेमा उल्लेख गरेको छ। त्यस्तै कालाजार, इन्सेफ्लाइटिस, शरीरमा हुने जन्डिस, भाइरल हेपाटाइटिस, एनिमिया अथवा रक्त अल्पता, शरीरमा हेमोग्लोबिनको मात्रा कम हुने बारेमा, रक्तदान जीवनदानको बारेमा एउटा छुट्टै टपिक छ। चिसोको समस्याबाट कसरी बच्ने, छालाको संक्रमणहरू कस्ता हुन्छन्, डन्डी फोर यङ मान्छेलाई भर्खर टिन एजमा मात्रै हुने हो कि वृद्धलाई पनि हुन्छ, कसरी बच्ने भन्ने बारेमा छ। हाम्रो आँखाको हेरचाह कसरी गर्ने भन्ने एउटा छुट्टै टपिक छ। आँखाको रोग ट्रकोमाको बारेमा पनि व्यापक रूपमा छ, जुन ट्रकोमा नेपालको तराई भागमा झन्डै 6 वटा 7 वटा जिल्लामा एकदमै व्यापक रूपमा थियो, त्यसको बारेमा मेन्सन छ। कानको संक्रमणको बारेमा पनि यो किताबले केही बताएको छ। छातीको दुखाइ भनेको चेस्ट पेन, जसलाई मायोकार्डियल इन्फार्क्सनसँग पनि जोड्न सकिन्छ, यसको बारेमा र निमोनियाको बारेमा पनि छ। विभिन्न पेशासँग विभिन्न रोगहरू कसरी लाग्छन्, पेशासँग लाग्ने रोगको बारेमा एउटा टपिक छ भने उच्च रक्तचापको बारेमा बृहत छलफल गरिएको छ। डायबिटिज मेलाइटस चिनी रोग नेपालीहरूको रोग हो। यो रोग 40 वर्ष नआएका मान्छेलाई मात्रै होइन, यङ मान्छेलाई पनि देखिएको छ। के कसरी हुन्छ र के कसरी बच्ने, यसको बारेमा छुट्टै कुरा छ। क्यान्सर रोगले नेपालमा धेरै मान्छेहरू मरेका छन्, क्यान्सरको बारेमा यो किताबले छुट्टै एउटा टपिक निकालेको छ। क्यान्सर र कस्ता चिज खाँदाखेरि क्यान्सर हुन्छ, त्यसको बारेमा एउटा टपिक छ। भिटामिन ए जो ग्रीन लिफी भेजिटेबल्समा पाइन्छ, त्यसको बारेमा पनि मेरो चिकित्सा मेरो चिरफारले मेन्सन गरेको छ। सर्प भनेको कस्ता कस्ता किसिमका हुन्छन्, कस्ता प्रजातिका हुन्छन्, गोमन साँप, क्रेट, भाइपरको बारेमा एउटा टपिकमा मेन्सन भएको छ। स्मोकिङ इज इन्जुरियस टु हेल्थ, अथवा धुम्रपान गर्न हुन्छ कि हुँदैन, धुम्रपान कसरी छुटाउने भन्ने पाटोमा एउटा टपिकमा मेन्सन छ। हामी दुब्लो छौँ कि मोटो छौँ, धेरै मोटो हुँदा लाग्ने रोग के हो, पातलो कसरी हुने, मोटोपना भन्ने टपिकले मेन्सन गरेको छ। हड्डीको सुजन आर्थराइटिस के हो त, यो
वृद्धमा मात्रै हुन्छ कि सानो मान्छेहरूमा पनि हुन सक्छ, यसको बारेमा एउटा टपिक छ। छारे रोग, मेनिन्जाइटिस, पक्षाघात, मानसिक समस्या, डिप्रेसन, सुस्त मनस्थिति, स्मरण शक्ति, लागू पदार्थ दुर्व्यसन, पोइजनस फुड, विषाक्त खाना, एलोपेथीद्वारा घरैमा उपचार, जडीबुटीद्वारा घरैमा उपचार, बाल विकास एवं वृद्धि, डेभलपमेन्टल माइलस्टोन अफ चिल्ड्रेन, गाउट, बाथ, आर्थराइटिस, डेङ्गी रोग र बर्ड फ्लू। यसरी 47वटा टपिक जेनरल मेडिसिनमा छन् भने महिला तथा प्रसुतिमा पनि छुट्टै टपिकहरू छन् र मेजर अपरेसनहरू अस्ति विमोचन, फ्र्याक्चर, हर्निया, पित्त थैलीको तीव्र सुजन, पोलिसिस्टाइटिस, एपेन्डिसाइटिस, ब्रेस्ट क्यान्सर, स्तनको क्यान्सर जस्ता टपिकहरू शल्य चिकित्सामा छन्। यो किताबको मूल्य जम्मा 500 रुपियाँ छ। यो किताब तपाईहरुले एकचोटि पढ्नुहोला भन्ने शुभकामना सहित सबैलाई मेरो चिकित्सा मेरो चिरफारको बारेमा सुनिदिनु भएकोमा धन्यवाद।